हाई एभ्रिवान, गुड मर्निङ एन्ड नमस्ते सम्पूर्ण साथीहरूमा। र म चाहिँ हाल मलेसिया पेनाङबाट हजुरहरूमाझ यो भिडियो पोस्ट गर्दैछु। र आज चाहिँ सन्डेको दिन, छुट्टीको दिन रहेको छ हाम्रो चाहिँ। र ड्युटी अफ भएको कारणले हामी चाहिँ बिहानै पख उठेर एकछिन केही समय हामी भलिबल खेलेर यो पार्कतिर चाहिँ हामी थोरै दाइ भाइ हामी चाहिँ एक्सर्साइज गर्न गएको छौँ। र एक्सर्साइज गर्दैछौँ यता। आज चाहिँ बिहानी पख एकदम मजाले टन्टाला फुर घाम लागिरहेको अवस्था रहेको छ। यो घामको बावजुद पनि हामी चाहिँ शरीरलाई यसो केही दुःख दिँदैछ आफ्नो हेल्थको लागि भने केही एक्सर्साइजहरू हामी चाहिँ दाजुभाइ मिलेर घाममा बलहरू खेलेर हामी यसो थोरै मात्रामा वार्मअपहरू पनि हामी चाहिँ गर्दैछौँ। गाइजहरू आजको दिन चाहिँ यसरी नै बित्नेछ। अब रुमसुम गएर नुहाइधुवाइ कपडाहरू धोएर नै दिन जानेछ, खानासानाहरू खाने, कोठातिर रेस्ट गर्ने हो। फेरि भोलि एउटा ड्युटी सुरु भइहाल्छ साथीहरू। ल गाइजहरू, हजुरहरू के कसो गर्दै हुनुहुन्छ? हजुरहरू पनि एकदम स्वस्थ रहनु होला, व्यस्त रहनु होला भन्दै, हजुरहरूको दिन पनि शुभ रहोस् भन्दै हामी चाहिँ अब थोरै केही एक्सर्साइज गरेर हामी पनि रुमतिर फर्कनेछ गाइजहरू। सम्पूर्णलाई ह्याप्पी सन्डे भन्दै सम्पूर्णमा बाई बाई, नमस्ते।